कलम महासचिव अध्यक्ष कमरेडलाई कलम दिएर कलम फिर्ता गर्न खोज्दै त्यसै गरी अब यसमा राजाराम सन्तान कमरेडलाई आइदिनु हुन आग्रह गर्दछु। त्यसै गरी अर्को केन्द्रीय सदस्य बबी चामलिङ हुनुहुन्छ। ध्रुव विष्ट उहाँ भक्तपुरबाट हुनुहुन्छ, उहाँ पनि केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ, उहाँलाई पनि अगाडि बढिदिनु हुन आग्रह गर्दछु। नवराज पौडेल उहाँ पनि केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ। त्यसै गरी अर्जुन राई उहाँ पनि केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ। अम्बिका राई भोटाङ उहाँ पनि केन्द्रीय कमिटीको सदस्य हुनुहुन्छ। म अब अरू साथीहरूको नाम लिन चाहन्छु। उहाँहरूलाई क्रमशः केदार प्रसाद गौतम उहाँ केन्द्रीय परिषद सदस्य हुनुहुन्छ। डाक्टर सावित्री देवी नेउपाने उहाँ काठमाडौँको प्रदेश कमिटीको सदस्य हुनुहुन्छ। उत्तम देवी श्रेष्ठ उहाँ काठमाडौँकै प्रदेश कमिटी सदस्य हुनुहुन्छ। केशव सापकोटा प्रदेश कमिटी सदस्य काठमाडौँ। शत्रुघ्न बस्नेत सोलुखुम्बु प्रदेश कमिटी सदस्य। सोमित राई सोलुखुम्बु प्रदेश कमिटी सदस्य। शरण मिश्र उप्रेती उहाँ नुवाकोटबाट जिल्ला कमिटीको सचिवालयको सदस्य हुनुहुन्छ। सन्तोष कुशवाहा उहाँलाई पनि आइदिनुमा आग्रह गर्दछु। रामबाबु पटेल बारा जिल्लाबाट रामबाबु पटेल। प्रेम सिंह उहाँ पनि बारा विराजमान। म अरू